जोजोलपा साथीहरू सन्चै हुनुहुन्छ? आज फेरि शुक्रबार म नेपाल भाषा सिकाउन आएको छु तपाईहरूलाई। अब आज चाहिँ अलिकति रमाइलो तरिकाले हामी सिक्नेछौँ। आजको पहिलो सेन्टेन्स छ ओह कस्तो उत्कृष्ट। ओह तस्कमाला नेपाल भाषामा हामीले यसरी भन्छौँ, अथवा ओहो पनि भन्न सकिन्छ। कसैले ओ भन्छ, कसैले ओहो भन्छ, कसैले त्यस्तै भन्छ। तस्कलाई तस्क। अब यसरी लेखौँ यसलाई। तस्कमा अब थोप्लो हुन्छ तस्क माला। माथि चन्द्रबिन्दु हुन्छ बाला। ओ तस्क बाला। ओ कस्तो च्वाक भन्नु पर्यो भने ओ तस्क च्वाक यस्तो भन्न सकिन्छ। अथवा ओहो कस्तो च्वाक भन्नु पर्यो भने ओहो तस्क च्वाक यस्तो भन्न सकिन्छ। ओहो कस्तो मिठो। ओहो गयो सा साह्रै मिठो। अथवा कस्तो मिठो भन्नु पर्यो भने गयो सा। ओहो कस्तो गाह्रो भन्नु पर्यो भने चाहिँ ओहो गयो ठाकु भन्न सकिन्छ हामीले। गयो ठाकु। अब अर्को सेन्टेन्स हेरौँ हामी। उठ राजु द राजु। अब यसलाई द यहाँ एउटा थोप्लो दिउँ द राजु। अब बस राजु भन्नु पर्यो भने फेटु राजु। अब अर्को सेन्टेन्स हेरौँ। छिटो गर्नुस् र आफ्नो मुख धुनुस्। अब यसलाई नेपाल भाषामा भन्नु पर्यो भने याक्न याना दिस अले ख्वा सिला दिस। याक्न याना दिस अले ख्वा सिला दिस। अब यो फर्मल सेन्टेन्स भयो। अब इन्फर्मल भन्नु पर्यो भने याक्न या, यहाँ यासम्म मात्र, अनि त्यसपछि अले ख्वा स्यु सी, अनि त्यसपछि उ स्यु। याक्न या अले ख्वा स्यु। छिटो गर भन्नु पर्यो भने चाहिँ याक्न या छिटो गर्नुस् भन्नु पर्यो भने चाहिँ याक्न याना दिस। कुनै पनि काम अथवा कुनै पनि कुरा छिटो गर्नुस् भन्नु पर्यो भने चाहिँ हामीले याक्न याना दिस भन्छौँ। त्यस्तै गरी ख्वा भन्नाले मुखको ख्वा सिला दिस। अब हात धुनुस् भन्नु पर्यो भने चाहिँ ला सिला दिस। ला हातलाई ला। अनि यसमा आफ्नो छ आफ्नो मुख धुनुस्। अनि त्यो आफ्नो मुख धुनुस् भन्नाले अब थौ आफ्नो अर्थात् थौ। अले थौ ख्वा सिला दिस। नर्मल्ली हामीले भन्दाखेरि याक्न याना दिस अले ख्वा सिला दिस भन्छौँ। तर याक्न याना दिस अले थौ ख्वा सिला दिस यो पनि मिल्छ। त्यस्तै गरी अलिकति रमाइलो अलिक फन्नी तरिकाले भन्नु पर्यो भने अब साथीहरू बीच हुन्छ नि, अब तत्तर मोमो हुन्छ, अब अलिकति त्यस्तो तरिकाले भन्नु पर्यो भने छिटो गर्नुस् त हामीले भन्दैनौँ, साथीहरूलाई छिटो गर नै भन्छौँ। अब मर्न नसकेको छिटो गर भन्नु पर्यो भने झक्क मनिम याक्न या भन्न सकिन्छ। याक्न या भन्न सकिन्छ। अनि झोक्क मनिम भन्नु पर्यो भने चाहिँ यसरी भन्न सकिन्छ झोक्क मनिम याक्न या। अनि अर्को एउटा रमाइलो पनि सिकाउँछु म तपाईँहरूलाई। आज फ्राइडे अलि रमाइलो सेन्टेन्स सिक्नु पर्ला। के छ तपाईँहरूको विचार? अब अमिलो अनुहार भन्नु पर्यो भने पाउक्वा पाउ। अमिलो अर्थात् पाउ। अब तितौरालाई पनि पाउ भनिन्छ पाउख्वा याक्न या। अमिलो अनुहार छिटो गर भन्नु खोजेको। त्यस्तै गरी यो अनुहारकै कुरा गर्नु पर्दाखेरि कसैलाई अमिलो अनुहारलाई पाउख्वा भनिन्छ। जस्तै अँध्यारो अनुहारलाई ख्यु दुईटा थोप्लो दिउँ ख्युख्वा अँध्यारो अनुहार। कहिलेकाहीँ हामीले साथी बीच माकख्वा पनि भन्छौँ। माकख्वा अर्थात् बाँदर जस्तो अनुहार भन्न खोजेको। अब बाँदर अनुहार छिटो गर भन्नु पर्यो भने माकख्वा याक्न या भन्न सकिन्छ। अब म आउँदिन भन्नु पर्यो भने जी वे मकु। म आउँदिन तिमी गाडी राख भन्नु पर्यो भने जी वे मकु छ गारे जु या चो। यसमा गा राख्नु पर्यो गा रे जुया। अब ठिक भयो। म आउँदिन तिमी गाडी राख भन्नु पर्यो भने
जी वे मुख जो भएछ यहाँ नदेखिरहेको मैले जी वे मखु छ गारेजुया चो। अब अर्को सेन्टेन्स छ तिमी कति बेला उठ्छौ छ गब्ले दन्यु। यसलाई हामीले छ गब्ले अर्थात् GABLE गब्ले दन्यु छ गब्ले दन्यु। अब यसमा अर्को एउटा पनि थप्न सकिन्छ जस्तै कि जागवारा भनेर पनि थप्न सकिन्छ जागवारा। जागवारा भन्नाले अब यो भातको डल्लो भन्न खोजेको जा भन्नाले अब भात भयो यो जा भन्नाले अनि ग्वारा भन्नाले डल्लो भातको डल्लो। जागवारा छ गब्ले दन्यु यस्तो पनि भन्न सकिन्छ ए जागवारा छ गब्ले दन्यु यस्तो पनि भन्न सकिन्छ साथीहरुलाई अलि रमाइलो हल्का फुल्का। अनि कसैले अब मोटो मान्छे छ भने किसी पनि भन्न सकिन्छ जस्तै किसी भन्नाले यसरी KISI किसी। किसी छ गब्ले दन्यु हात्ती तिमी कति बेला उठ्छौ भन्ने खोजेको हो कति बेला अथवा कहिले तिमी कहिले उठ्छौ अथवा तिमी कति बेला उठ्छौ। तपाईको साथीहरुको निकनेम नेपाल भाषामा के भनिन्छ भनेर हेर्न मन छ भनेदेखि हाम्रो पुरानो च्याप्टर हेर्न सक्नुहुन्छ त्यसमा जनावरको नाम नेपाल भाषामा के भनिन्छ भन्ने कुरा मैले राखेको छु।